बालेन्सा राष्ट्रियताको बाटोमा राज संस्थाको बाटोमा यो बाटोमा पनि हिँडिरहेका भन्ने चर्चा छ। यस्तो सुन्नुहोस्, अब सुन्नुहोस्, त्यो महेन्द्र राजमार्ग हो नाम, त्यो महेन्द्र राजमार्गै रहनु पर्थ्यो, त्यो आफ्नो ठाउँमा छ। त्यसलाई महेन्द्र राजमार्ग राख्दाखेरि नराम्रो केही पनि भएको छैन, त्यो बेग्लै कुरा हो। तर मेरो भनाइ के हो भन्छ भने, मेरो भनाइ के हुन्छ भने लिम्पियाधुरा पास गर्दा नेपालमा अनौठो घटना भयो। एकजना व्यक्तित्व पनि पार्टी होइन, सरिता गिरी बाहेक संसदमा रहेका होल सबैले एकमतले पारित गरे। एकमतले। तिनीहरू राष्ट्रवादी थिए, देशभक्त थिए। त्यहाँ को छ? राजेन्द्र महतो छ, सीके राउत छ, काङ्ग्रेस एमाले माओवादीभित्र बिल्कुल इन्डियनहरू छन्, तपाईँको नागरिकता नक्कली नागरिकता लिएर बसेका। यिनै दलाल अपराधीहरू, त्यही 10 वर्ष इन्डियामा बसेर नेपालमा हाहाकार मचाएका क्रिमिनलहरू त्यहाँ छन्। धुरी त लिम्पियाधुरा नक्सा त पारित गरे नि, अनि उनी देशभक्त भएर हो। देशभक्त भए देश यस्तै हुन्थ्यो होइन। यस्तो हेर्नुहोस्, तपाईँको यो छिपछिपे यो सन्तुलन गुमेको जस्ता बहस गर्नु हुँदैन। हजुर हजुर। मान्छेले चाहिँ आम मान्छेलाई बेकुफ बनाउनुको निम्ति केही यस्ता काम गरिदिन्छ। मैले भने नि तपाईँको मूल समस्यामा जाउँ न। मेरो भनाइ के छ भन्छ भने, ल कृषि नेपालसँग भएको रिसोर्स, कृषि, जडीबुटी, पशुपक्षी, फलफुल, जलस्रोत, पर्यटन, सांस्कृतिक चाहिँ सम्पदा, ल यति क्षेत्रको विकासको निम्ति भौतिक पूर्वाधार आवश्यक भएन। यसमा चाहिँ नेपालको जो बजेट भन्छ अब बनाउला नि, ल 60% बजेट विकास निर्माणमा पनि छुट्याउँ न, अनि त्यसपछि हो बस गर्ने त्यहाँ हो क्या। 60% बजेट यिनले तलब नखाउनु, 2-2 लाखका आइफोन चाहिँ तपाईँको बाँडेको समाचार आइरहेछ। देश यस्तो हालतमा छ। प्रत्येक मन्त्रीलाई चाहिँ आइफोन, अब 2 लाखको एउटा आइफोन मन्त्रीहरूलाई भनेपछि सामान्य मोबाइलबाट पनि यिनी काम गर्दा रहन्छन्। 20-30 हजारका मोबाइल पनि त काम एउटा कुरा। दोस्रो कुरो, यिनलाई मोबाइलकै निम्ति राज्य कोषबाट पैसा किन दिनु पर्यो? यो चरित्र हो, हेर्नुहोस्, यो चरित्र हो। 60% बजेट यिनले छुट्याउन् विकास र निर्माणमा। विकासको नाममा यिनले 60 उठेको राजस्व, नेपालको राजस्वको 60% उठाउन्, उनले आफ्नो तलब भत्ता सबै घटाउन्, बन्द गरून्, देश बनाउने हुन् भने। होइन भने यस्ता थाङ्ने बहस गरेर मान्छेलाई बेकुफ बनाएर 2-4 दिन होला सामान्य मान्छेलाई अल्मल्याएर कसैले दुनो सोझा होला, कोही कथावाचकले चाहिँ 2-4 हजार गोजीमा हाल्ला, आफ्नो खर्च चलाउला, छुट्टै कुरा हो। तर यसले देश कहीँ पनि पुग्दैन, यसले कसैलाई भ्रमित पार्न पनि सकिँदैन। त्यो लामो समयसम्म जाँदैन त्यस्तो कुरा।